हेलो गाइस, सबैले नयाँ वर्षको शुभकामना। सो गाइस, आज चाहिँ आइरहेको छु म अम्बिकेश्वरी मन्दिर। सो अम्बिकेश्वरी जाने बाटोमा यति भिड कहिले पनि हुँदैन कि रस, तर आज धेरै छ। अनि अहिले टाइम भइसक्यो 9:40। सबै मान्छेहरू बिहान गइसक्यो होला, ठिकै छ। त्यही पनि मैले जान्दैछु ल रस। ओ म्यान, कति रस छ के गाइस, एकचोटि रस हेरिदिनुहोस् न, कति धेरै रस छ कि आज। तर जहिले पनि म यतातिर आउँथेँ, त्यति बेला यति धेरै रस कहिले हुँदैतिर। हेर्नु न, मलाई नेपाली बोल्न आउँदैन, त्यही पनि जहाँ मिस्टेक हुन्छ बुझिदिनु होला तपाईँहरूले। हेर्नु रस, ओ भाइ। अनि गेट देखाउँछु म तपाईँले। एकचोटि 16 Pro Maxको जुमिङ पनि हेर्नु न तपाईँहरूले, यति ल है गाइस। यो अरू नयाँ सालमा कतातिर घुम्दै होला नि। म चाहिँ कहाँ गएर मन्दिर जानुपर्छ। 80,000 को जुत्ता। तू समझा? हाँ। नहीं, तू समझा नहीं। कति धेरै रस छ कि यता। ओ भैँस कि त। ल अब पूजा गर्ने कतातिरबाट जाने। हेर्नुहोस् इन्डियामा न्यु इयर थाहा छैन कस्तो मनाउँछ होला, त्यस्तो खाए पिएर वरपर। तर यताको न्यु इयर हेर्नु न नेपालको। ओहो हो, दर्शन गर्ने, हेर्नु दर्शन। ल कतैदेखि जाने। ल कति धेरै लाइन छ कि आज दर्शन हुन होला जस्तो लागिरहेको छ मलाई, किनकि म धेरै ढिलो भएँ नि त। ओ भैँस कि दान, कतादेखि लाग्ने लाइन। यो लाइन कता जाने हो, यो लाइन कता जाने हो। आफ्नो पालो पनि आउँछ कि आउँदैन होला आज। तर आज पालो आउँछ कि आउँदैन होला। लाइन लागेर आधा घन्टा भइसक्यो, अझै पनि पालो आएको छैन। तर पछाडि लाइन लागेको मान्छेले हेरेर लागिरहेछ पालो आउँछ होला जस्तो। हल्का बढिरहेछ, ठिकै छ। कति धेरै लाइन छ कि। मेरो चाहिँ नेपालको न्यु इयर फर्स्ट टाइम हो नेपालमा। नहीं त म बाहिरतिरै हुन्थेँ। हेर्नु बाहिरतिरै हुन्थेँ म। नेपाली जस्तो देखिएको छु न म। मैले के सोधेको नि, नेपाली होइन रे म। ठिकै छ। ओ नेपाली के भन्नु सकिन्छ। हेर्नुहोस् कहिले त्यता पुग्छु होला म। फाइनली हेर्नुहोस्, त्यतादेखि उतिर देखि आएको हेर्नुहुन्छ होला। उता देखि आएको उतिर फाइनली। फाइनली पालो आइसक्यो।
गाइस दर्शन गरियो। अनि के मिस्टेक भएको छ भने के मिस्टेक भएको छ भने टिका मिस्टेक भएछ। टिका लगाइदिनुहुन्छ? अरू सबै दर्शन भएको मिस्टेक छ, टिकाको मिस्टेक छैन। अनि तपाईँले हेर्न सक्नुहुन्छ कति धेरै रस छ कि यतातिर। जतिजनाले पनि भिडियो हेरिरहेको छु तपाईँको लागि के मागौँ मैले मन्दिरमा आएर के माग्न सक्छु तपाईँहरूको लागि सधैँ खुस हुनुहोस् तपाईँहरू। अनि भिडियो हेर्दै हेर्नुहोस्। अनि यता हेर्नुहोस् न यो नजारा यस्तो छ ल। कसले के मागिरहेको होला भगवान्सँग म तपाईँहरूको लागि माग्छु। तपाईँहरू धेरै खुस हुनुहोस्, भ्लग हेर्दै गर्नुहोस्। नहेरे पनि ठिकै छ, हेरे पनि ठिकै छ, तर सधैँ खुस हुनुहोस्, गलत काम नगर्नुहोस्। अनि यता जति पनि आयो मान्छेको सबैको चाहना पुरा होस्। मेरो त छोडिदिउँ, गन्तव्य धेरै टाढा छ, त्यही पनि प्रयास जारी छ भनौँ न। अनि हेर्नुहोस् न के हो यस्तो एउटा भाइले फेरि यता उगल्न नसकेर के हो यस्तो ठिकै छ। हेलो ठिकै छ के भयो? हेलो अच्छा अमित रोका भ्लग्स। ल तिमी पनि आउँछ ल भ्लगमा। ल चस्मा ल्याएर भनिदिउँ न एकचोटि, चस्मा ल्याएर। ए ल साथी ल घुम्दै गर ल। म कस्तो देखिरहेको छु? गेटअप फाइनली आज यस्तो छ है खासमा। के भन्नुहुन्छ के? ल भन्नु भन्ने के? च्यानलमा सब्स्क्राइब गरिदिनु, लाइक शेयर पनि, ल घण्टी पनि धेरै सदिन तलको त्यो माथिको होइन तलको। ल ठिक छ। अनि भाइरल गराइदिनु ला भिडियो। ल शेयर पनि गरिदिनु ला। ल साँझ हेरे साँझ आउनु तपाईँहरू दुइटै आउनुहुन्छ। ल हुन्छ भाइ है। ल बिन्दास भएर घुम्ने। यस्तै बच्चाहरू त्यत्तिकै ड्याङडुङ आइहाल्छन् कहाँदेखि। ठिकै छ। मैले नेपाली बोल्दाखेरि कति धेरै वर्डहरू मिस्टेक गरिरहेको होला, गलत बोलिरहेको होला। त्यही भएर तपाईँले जो गलत बोलेको छु मैले कमेन्टमा भनिदिनुहोस् होला। गएको सालमा पुरा नभएको इच्छाहरू यो सालमा पुरा होस्, यही भन्न सक्छु म तपाईँहरूको लागि। अनि के भनौँ, भ्लगहरू हेर्दै गर्नुहोस् ल। सो गाइस यो भिडमा कोही छ होला मेरो फोटो खिच्ने, खोजौँ न कोही त पाउँछु होला मैले। हेर्दै हेरौँ कसले भनौँ त्यसले भन्नु गएर त्यसले भनेपछि जाने कुट्छ होला। कसले भनौँ, कसले चिनेको नि छैन, फोटो खिच्दिउँ भनेको कसले भनौँ। अरू सबै ठिकै छ। एउटा टिका मिटेको के टिका छैन, टिका खोजिरहेको छु मैले। कहाँ लगाने गयो ए अनि टाइम फाइनली गाइस मैले देखिसकेँ त टिका लगाने ठाउँ। मैले भनेको है, थाहा छैन, मैले गइरहेको छु म पनि। ल टिका छ होला पक्का पनि। नमस्ते म्याडम। हुन्छ यता रहेछ नि त टिका लगाउने। बसी गर्नेमा बिजी, यता टिका लगाउने। हजुर ल हेलो गरिदिनु ल केही छैन म भइहाल्छ। तपाईँ पनि आउनुहुन्छ भ्लगमा ल। अमित रोका भ्लग छु। ल अङ्कल लगाइदिनु टिका। फाइनली गाइस टिका लगाइयो। कस्तो लागिरहेछ कमेन्ट गर्नुहोस् तपाईँहरूले। ल हुन्छ म्याडम। ल सो टिका त लगाइयो। अब फोटो पो खिच्ने कसले भन्ने हो कि यस्तो भिडमा कसले भनौँ
ठिकै लागिरहेको रहेछ थोडा अलि तल बल्ली माथि लगाए पनि धेरै राम्रो लाग्थ्यो होला ठिकै छ त्यही पनि के भइरहेछ यता नारायण भगवानको फोटो प्रतिमा ल के रिएक्सन यस्तो के रिएक्सन आइरहेछ आज यस्तो सो गाइस मेरो फोटो कसले खिच्छ भन्दा भन्दै फाइनली दुईटा भेटाइसक्यो मैले फोटो खिच्नको लागि खिच्दिनुहुन्छ तपाईँहरूले मेरो फोटो ल धन्यवाद ल खिचिदिनुहोस् न है फाइनली गाइस फोटो सुट पनि भयो अब चाहिँ घरतिर जानुपर्छ जय माता दी बोलो जय माता दी सबैले भन्नुहोस् जय माता दी यता फोटो सुट चलिरहेछ यतादेखि जाम दियो एन्ड अब लागिन्छ घरको तरफ कस्तो नेपाली भन्नु कि उटपटाङ्ग हेलो सर ठिकै छ पुलिस आएपछि सर भन्नुपर्छ कि पुलिस अब अङ्कलको दोकानको गरम गरम पकौडा खान पाइन्छ यता ठ्याक्कै आलु पकौडा खानु है ल त ल धन्यवाद खानु टेस्ट गरौँ लागिरहेछ खै कस्तो छ एक दुई दिन चाहिँ गरम छ गरम गरम खाएपछि मुख जल्छ होला पनि सबर भइरहेको छैन नि अलगै स्वाद छ मस्त छ राम्रो छ हेर्नुहोस् चटनी धेरै राम्रो छ चटनी चाहिँ गरम गरम मजा आयो कसम चाहिँ नेपालमा फर्स्टचोटि यति धेरै मिठो पकौडा को खासमा नखानु छ है तपाईँहरूले तर मैले खानुपर्छ कोकले पेट फुलाउँछ रे त्यसो भए फेरि के ठिक्नु पेट बाहिर आइरहेछ त्यही पनि कोक नछोड्ने ठिकै छ ल गाइस कस्तो लाग्यो तपाईँहरूले मेरो भ्लग लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला र छिट्टै भेटौँला मैले नेपाली सिक्दैछु नि खासमा जसले थाहा पाउनुहुन्छ पहिला म कहाँ थिएँ भनेर जसले मेरो भ्लग हेर्नुहुन्छ त्यसलाई थाहा छ जसले थाहा छैन त्यसले पनि के भन्न सकिन्छ भ्लग हेर्नुहोस् अनि मैले सोचिरहेको थिएँ र म धेरै लास्टै ढिलो गइरहेको छु भनेर तर म बाहेक पनि धेरै मान्छेहरू छन् जो ढिलो गइरहेको छन् मन्दिरमा गाइस मेरो कोक खाएर कोक खाँदै भनेर लास्टै पेट दुखिरहेको छ साइडमा अब मैले कहीँ बस्नुपर्छ तर यतातिर बस्यो भने कहीँ बस्ने ठाउँ पनि छैन धुप पनि धेरै छ तपाईँले म भनिरहेको छु हेर्दै कोक नखानुहोस् ल खै खै कसले त केही हुनु होला तर मेरो लास्टै यता दुखिरहेको छ कि यो हस्पिटल हेरेर रोग डराउँछ कि तर म पुगिसकेको छु नि अब हेर्नु रिएक्सन हेर्नु फेरि जापानिज ट्र्याक्टर कसले खानुहुन्छ खोलाको साग एकचोटि हेर्नुहोस् खोलाको साग हेर्नुहोस् कसले मैले पनि त हेर्नुहोस् कस्तो कस्तो रिएक्सन कस्तो बोलौँ बोलेपछि फेरि ठिक हुन्न रिएक्सन कस्तो रिएक्सन आउँछ कि एक्लै मजा पनि आउँछ तर एक्लै घाटो पनि छ नि त साथीहरू भएपछि ट्याक्कै फोटो खिच्ने यताउता कुरा गरिन्छ नि एक्लै फेरि आफैमै बोलेछ हानेछ खासमा यो हस्पिटल हेरेर ड्राइभ होला मेरो पेट दुख्ने नै त धेरै दुखिरहेछ अब ठिकै छ ट्याक्कै घोराइमा जति पनि मान्छे छन् नि बस्ने कमेन्ट गरिदिनुहोस् न मैले कहाँ पुगेको छु
मलाई आफै थाहा पाएको छुइनँ तर के चौक भन्छ यहाँ म बिर्सिसकेँ चौक त हो तर के चौक पनि बिर्सिसकेँ ल काठमाडौँको लागि बस काठमाडौँ इन्डियाको लागि हानी थाकिसक्यो अब त फाइनली म आफ्नो रुम पुग्दैछु त्यसपछि धेरै कामहरू गर्नुपर्छ यता हेर्नु गल्ली अनि यो धुपमा स्किन पनि धेरै जल्लो लाग्छ तर केही छैन भोलिदेखि अन्डर कभर भएर बस्ने कस्तो लाग्यो ब्लग लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सब्सक्राइब गर्नुहोस् आफ्नो ख्याल राख्नुहोस् ल सबैले बाई फेरि भेट्यौँ ल नयाँ ब्लगमा तुरन्त होइन फेरि टाइम पछि काम पनि त गर्नुपर्छ धेरै ब्लग गऱ्यो भने काम रहन्छ पछाडि फेरि ल बाई बाई बाई